हेलो नमस्ते सम्पूर्णमा। आज शनिबारको दिन। आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ। यदि तपाईको कुनै पनि व्यक्तिसँग भर्खरै भेट भएको छ, तपाई उसँग परिचय गर्ने क्रममा हुनुहुन्छ, त्यो व्यक्ति घमण्डी व्यक्ति हो या नम्र व्यक्ति हो, तपाईले त्यो व्यक्तिलाई कसरी पहिचान गर्न सक्नुहुन्छ? हामीले मानिसहरूको आचरण कस्तो छ भन्ने कुरा उसको बोलीबाट चिन्छौं। भर्खरै भेटेको व्यक्तिसँग त्यति धेरै समय हामीले बिताउन पाइसकेकै हुँदैन, तर हामीले उनीहरूले कसरी बोल्छन् भन्ने कुराबाट त्यो व्यक्तिको व्यक्तित्व, त्यो व्यक्तिको आचरण कस्तो खालको छ भनेर पहिचान गर्न चाहिँ अवश्य पनि सक्छौं। यदि कुनै पनि व्यक्तिको तपाईसँग भर्खर भेट भएको छ, तपाई परिचय गर्ने क्रममा हुनुहुन्छ, उसले तपाईलाई आफ्नो नाम बताउँछ, म यहाँ बस्छु भनेर आफू बस्ने आफ्नो ठेगाना बताउँछ र त्यसपछि अन्य समसामयिक विषयहरुमा कुरा गर्छ, अरु नै विषयवस्तुमा कुरा गर्छ भने त्यो व्यक्ति नम्र व्यक्ति हो भन्ने कुरा तपाईले जान्न सक्नुहुन्छ। तर एउटा घमण्डी व्यक्ति जोसँग तपाईको भर्खरै भेट भयो, परिचय गर्ने क्रममा उसले तपाईले सोध्दै नसोधिकन आफ्नो विषयमा धेरै कुराहरु बताउँछ, धेरै व्याख्या गर्छ भने त्यो व्यक्ति घमण्डी व्यक्ति हो भनेर तपाईले चिन्न सक्नुहुन्छ। कुनै पनि व्यक्तिले तपाईले जान्ने चासो राख्नु भयो कि भएन, तपाईले प्रश्न नै नसोधिकन आफ्नो विषयमा म यस्तो व्यक्ति हो, म त्यस्तो व्यक्ति हो, म यो काम गर्छु, मेरो लेभल यो हो, मेरो स्तर यो हो भनेर आफ्नो विषयमा धेरै भन्दा धेरै कुरा तपाईले नसोधिकन बताइरहेको छ भने त्यो व्यक्ति अहंकारी व्यक्ति हो भनेर तपाईले चिन्न सक्नुहुन्छ। कुनै पनि सभ्य व्यक्तिले कसैले जान्ने चासो राख्यो कि राखेन भन्ने कुरो नबुझिकन म चाहिँ एकदमै वरिष्ठ हुँ भन्ने आशयले तपाईसँग आफ्नो व्यक्तिगत विषयमा धेरै कुराहरु उसले बोलिरहेको छ भने त्यो व्यक्तिलाई आफ्नो अस्तित्व प्रति, आफ्नो स्टेटस प्रति उसलाई धेरै नै घमण्ड छ भनेर तपाईले चिन्न सक्नुहुन्छ। एउटा नम्र व्यक्तिले, सभ्य व्यक्तिले कहिल्यै पनि तपाईले प्रश्न नगरेसम्म, तपाईले नसोधेसम्म उसले आफ्नो सबै कुराहरु तपाईलाई एकै पटकमा सुनाउँदैन कहिल्यै पनि। त्यसैले कुन व्यक्ति कुन आशयले बोलिरहेको छ, कुन व्यक्ति घमण्डी छ, कुन व्यक्ति सभ्य छ, नम्र छ भन्ने कुरा तपाईले उसको बोलीबाट छुट्याउन सक्नुहुन्छ। मान्छेसँग धेरै लामो चिना पर्ची भइराख्नु पर्दैन तपाईको। पहिलो पटकमै मान्छेले उसको बोल्ने तरिकाबाट तपाईलाई आफ्नो असली परिचय दिइरहेको हुन्छ, तपाईले चिन्न पर्यो। र कस्तो व्यक्तिसँग तपाई नजिक हुने र कस्तो व्यक्तिसँग तपाईले दूरी कायम गर्ने भन्ने कुरा त्यो तपाईको आफ्नो निर्णय हो। तपाईलाई यो भिडियो कस्तो लाग्यो? भिडियो मन पर्यो भने भिडियोलाई शेयर गर्न नबिर्सिनु होला, लाइक र कमेन्ट पनि अवश्य गर्नु होला। नमस्ते, तपाईको दिन शुभ रहोस्।